नमस्कार, गुड मर्निङ, शुभ बिहानी र हजुरहरूले भन्नुहुन्छ होला यो बिहान बिहानै भिडियो किन बनाएको भनेर। भिडियो चाहिँ मैले किन बनाएको भनेदेखि हिजो राति करिब 1 बजेतिर मेरो रुममा यस्तो किरा देखा पर्यो क्या, फर्स्ट टाइम देखेको। र म जबको सिलसिलामा अहिले एक्लै रुममा बस्नु परेछ नि त, त्यही भएर फर्स्ट टाइम देखेको यस्तो किरा, कहिले नपरेको, एक्लै बस्नुपर्ने है, घरदेखि टाढा। हिजो त लास्टै घर भएर मैले झ्याल खोल्दाखेरि यस्तो किरा झ्यालबाट खसेको कि। पहिलोपल्ट देखेको कस्तो किरा हो के हो केही थाहा नभएर डर यति धेरै लाग्यो नि, भिन्दै हरायो। यस्तो डरले यो किरा देखेर फर्स्ट टाइम। अनि यसो हेरेको दारी जुगा पनि छ हो, कस्तो खालको किरा होला, जुगा होला भनेर यसो हेरेको, जुगा पनि होइन। अनि कस्तो खालको किरा रहेछ यो, यस्तो खालको फर्स्ट टाइम देखेको। कालोमा कालो, नहलिने, झर्ने बित्तिकै त हल्ल्या थिएन। अनि खुट्टाले मैले छुएको, कस्तो खालको किरा रहेछ भनेर छुएर हेरेको। लास्टमा हेर्नु त सर्दा 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 सर्दै सर्दै मेरो रुमको कहाँ मेरो बेड छेउछेउ आइपुगिसक्यो। झन् डर लाग्यो है, रातभरिकै किरालाई हेर्दै दिन बितिरहेको छ मेरो। र कस्तो खालको किरा होला, के किरा होला, हजुरहरूलाई थाहा छ भने एकपल्ट भनिदिनु न है। फर्स्ट टाइम देखेको यस्तो खालको किरा। अन्त रातिको 1 बजीतिर एक्लै रुममा बस्नुपर्ने, अनि विभिन्न थरीका किरा फट्याङ्ग्रा यसो झ्याल खोरौँ भन्दा पनि विभिन्न खालके होइन, यस्तो यस्तो किरा चढ्छन्। अब एक्लै बस्नु पनि एकदम गाह्रो है। अब काम नगरौँ भन्दा पनि के गर्नु है, यत्तिकै बस्नु भन्दा त जब त गर्नै परिगयो। अब जब नगरेको नहुने, यत्रो ठुलो भइसक्यो त बाबुआमाको मात्रै सधैँभरि बाबुआमाले मात्रै मागेर बस्नु पनि भएन नि त। अनि जब गर्ने भएको, जब गर्दा पनि घर बाहिर